सेफ हजुरले के बनाउन लाग्दै हुन्छ? ओके, यो चाहिँ टाइगर सिम हो होइन। यो सिमदेखि चाहिँ हामीले यसलाई कुक गरेर इभी सुसी भन्छ। सो इभी सुसी चाहिँ एकदमै पपुलर छ सुसीहरूमा होइन। त्यसको लागि चाहिँ हामीले यो बनाउन लागिरहेछ। यसलाई हामीले यहाँ स्टिक हालिरहेछ यहाँ है। सो स्टिक हालेपछि चाहिँ के हुन्छ भन्दाखेरि हामीले यसलाई कुक गर्दाखेरि यो स्ट्रेट नै रहन्छ क्या। त्यसले गर्दाखेरि चाहिँ मच बेटर हुन्छ हामीलाई सुसी बनाउनु लागि। अब हामीले यो स्टिक हालेन भने चाहिँ यो यसरी आउँछ क्या, सिलिन्डर पाकिसकेपछि यसरी आउँछ। अनि त्यो भएको गर्दा क्लिन गर्न पनि गाह्रो हुन्छ होइन। अनि हामीले सुसीहरू निगिरी बनाउँदै गर्दाखेरि या त हामीले माकी रोल होइन या त ससिमी दिँदै गर्दाखेरि पनि त्यो चाहिँ राम्रो सेप भएन। त्यो भएर चाहिँ यसलाई हामीले स्ट्रेट बनाउने हो। त्यसको लागि चाहिँ हामीले यहाँ स्टिक हाल्ने होइन, बिचमा स्टिक हाल्ने यसरी। स्टिक हालिसकेपछि यो चाहिँ सिधा हुन्छ क्या। अनि हामीले कुक गर्दाखेरि पनि यो चाहिँ सिधै रूपमा चाहिँ बस्छ यसरी। ओके, सो वी गोइङ टु मेक द आवर होम प्रोडक्ट होइन, एभी सुसी। हामीले एकदमै हाम्रो चाहिँ लोकल तरिकाले हामी होममेड गर्दैछौँ एभी सुसी। सो लेटर अन हामीले कसरी पकाउने, लाइफ फ्लेभर कसरी दिने त्यो पनि लेट्स वाच इट। सो हामीले चाहिँ यो जिन्जर हाल्ने है फर द टेस्ट, गार्लिक सम गार्लिक क्लब्स, लेट्स मेक इट टेस्ट। some vinegar. Now is the water is boiling. Okay, our broth is boiling, so it means it's 100 degrees Celsius something. Now we place our shrimp here. यो shrimp चाहिँ एकदम हामीले क्विक पकाउनु पर्ने हुन्छ। इज नट ओभरकुक भयो भने यो हार्ड हुन्छ। सो यो मैले सबै हालिसके पछाडि आई जस्ट वेट लाइक 2-3 मिनट एन्ड just the temperature like 24 degree around. So temperature मा यो डाउन हुन्छ। त्यस पछाडि इज ओके। ओके, सो त्यस पछाडि हामीले यसलाई इमिडिएटली आइस वाटरमा प्लेस गर्ने ताकि जस्ट स्टप द ओभर कुकिङ है। यसलाई सिममा चाहिँ ओभर कुक गर्नु हुँदैन। ओभर कुक गर्यो भने चाहिँ इज गोना बी लाइक अ भेरी रबरी एन्ड अ भेरी टफ। राइट, सो इफ यु वान्ट लाइक अ भेरी स्मुथ and yummy, so it's cooked very fast. Okay, so we start times like 1 to 3 minutes, and this temperature should be around like 40 degrees should be. Yeah, ice water ready, sir. Better, temperature better. It's gonna be guys ready. Sushi AB perfectly homemade, yeah, and it's gonna be very delicious. Right? Here is a ginger, garlic, and some salt, sugar, yeah, and the vinegar as well. We make the complete taste already here. It's 2 minutes, so we have ice water. So straight away place in ice water. I need to stop the cooking process now. Wow, Yummy. it's very yummy. See, place here in the ice water. Okay, so once you place ice water, the cooking process completely stop because of the cold. Yeah. ओके, सो हामीले यसको सेललाई पहिला जेन्टली ओपन गर्ने है। कुक भइसकेको छ। सेललाई गर्दा चाहिँ यहाँ वासाबी हियर। ओके, एबिसी जस्ट हामीले अहिले बनाएको होममेड है। सो जस्ट जेन्टली वासाबीलाई बिचमा हाल्नुहोस् यहाँ। ओके, एन्ड जेन्टली प्रेस हियर। राइट, जेन्टली प्रेस। ओके, देन प्रेस प्रेस and yeah, this is the finds. This is called ebi sushi. Homemade, हाम्रो homemade ebi sushi कस्तो छ? कस्तो छ टेस्ट? It's good taste. Good? Yes sir. Yes.